मेरो एक्सलाई पनि सोधे अनि एक्सले पनि त्यो सुटिङ सकेर म्युजिक भिडियो सकेर आएर हो भनेर कन्फर्म गर्यो है हामीले बेड शेयर गरेकै हो भनेर कन्फर्म गरे पछाडि चाहिँ हामी सेपरेट भएको हो है हो त्यो मनलाई थाहा थियो हैन हामी म्यारिड हो अनि हाम्रो बच्चा छ भनेर थाहा थियो उनीहरुको त्यो थाइल्यान्डमा म्युजिक भिडियो सुटिङ हुँदाखेरि है थाहा थियो अनि थाहा भए पनि मेरो एक्स र त्यो हुमन चाहिँ मैले चिट गरेको भेटाए पछाडि अनि मैले मेरो एक्सलाई पनि सोधे अनि एक्सले पनि त्यो सुटिङ सकेर म्युजिक भिडियो सकेर आएर हो भनेर कन्फर्म गर्यो है हामीले बेड शेयर गरेकै हो भनेर कन्फर्म गरे पछाडि चाहिँ हामी सेपरेट भएको हो है अनि हामी यसरी सेपरेट भएको इट्स बिन लाइक मोर देन इयर भइसकेको छ सो त्यही हो मेरो चाहिँ त्यही क्लियर गर्नु थियो अनि प्लिज तपाईहरुलाई राम्रो डिटेल कुराहरु थाहा नभइकिन हैन अब तपाईहरुलाई त्यो कन्टेन्ट क्रिएट गर्नको लागि जे पाए त्यही हैन कुराहरु चाहिँ नहाल्दिनु होला सोशल मिडियामा इट्स गोना एफेक्ट माई लाइफ एन्ड माई बेबी लाइफ है सो म चाहिँ अलरेडी मुभ अन भइसकेको छु विथ माई बेबी हैन सो मेरो आफ्नै लाइफ छ सो आई डोन्ट वान्ट एनीथिङ मेक अस ट्रबल हैन त्यही भएर जति सक्दो हुन्छ तपाईहरुले गलत के हो सही के हो त्यो राम्ररी बुझेर हाल्दिनुहोस् अनि अर्को कुरा भनेको जति यो सोशल मिडियामा मान्छेहरुले अकाउन्ट खोलेर हाल्दिनु भएको छ नि त्यो पोस्टहरु मैले फेक अकाउन्टहरु कुनै पनि चलाएको छैन हैन इफ आई हैव टु से समथिङ आई विल कम थ्रु माई ओन आईडी म आफ्नै आईडीबाट मलाई केही कुरा राख्न मन लाग्छ भने आई विल कम थ्रु माई ओन आईडी म कुनै फेक आईडी बनाएर त्यसरी म पेश हुन चाहिँ चाहन्न सो इफ आई हैव टु कम आई विल कम फ्रम माई ओन आईडी हैन इन फर्दर इफ समथिङ ह्यापन